गण र मेरा प्यारा साथीहरू अस्सलाम वालेकुम। आज म यस मञ्चबाट हाम्रो समकालीन समाजमा गहिरो रूपमा जडिएको एउटा विषय वैदेशिक रोजगार अवसर र चुनौतीहरूको बारेमा आफ्ना विचार राख्न चाहन्छु। मित्रहरू, हामी सबैको दैनिक जीवनमा वैदेशिक रोजगारको प्रभाव परेको छ। हामीमध्ये धेरैजनाको परिवारमा कुनै न कुनै सदस्य विदेशमा रोजगारीको सिलसिलामा बस्छन्। तर के हामीले कहिल्यै गम्भीरतापूर्वक विचार गरेका छौँ कि यो वैदेशिक रोजगार भनेको के हो? यसका हाम्रो व्यक्तिगत, पारिवारिक र राष्ट्रिय जीवनमा के प्रभावहरू छन्? वैदेशिक रोजगारका आकर्षण। वैदेशिक रोजगारको प्रमुख आकर्षण हो आर्थिक अवसर। नेपाल जस्तो विकासशील मुलुकमा सीमित रोजगारीको अवसरले गर्दा धेरै युवाहरूले विदेशिनु परेको छ। उनीहरूले विदेशमा कमाएको रकमले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको छ। विदेशबाट पठाइने रेमिटेन्सले नेपालको जीडीपीमा ठुलो हिस्सा ओगटेको छ। यसले ग्रामीण क्षेत्रमा पनि आर्थिक सशक्तिकरण ल्याएको छ। वास्तविकताको अर्को पाटो। तर वैदेशिक रोजगारको यस चम्किलो पाटोको अर्कोतिर एउटा अत्यन्तै पीडादायक यथार्थ छ। मेरो आफ्नै ठुलो दाइ साउदीमा काम गर्छन्। एउटा फोन कलमा उनले भनेका थिए, बहिनी, यहाँको जीवन सपना जस्तो छैन। 50 डिग्रीको तातो, लगातारको काम र घरको सम्झना, यही हो हाम्रो दिनचर्या। उनको आवाजमा एउटा अपरिमेय थकान र उदासी थियो। परदेशका नोटहरू हातमा आए पनि दुःखको मूल्य त शरीरले तिर्छ। रोजी राखेको छ गाउँघर, तर माया पिरतीले र मनले मात्र साँचेर हिँड्छ। विदेशमा काम गर्ने धेरै नेपालीहरू यी समस्याका सामना गर्छन्, जस्तै अमानवीय कामको अवस्था, अपर्याप्त मजदुरी, स्वास्थ्य सम्बन्धी समस्या, भाषा र संस्कृतिको अवरोध, आवासीय समस्या। सामाजिक प्रभाव। वैदेशिक रोजगारले हाम्रो सामाजिक संरचनामा पनि प्रभाव पारेको छ। परिवारका मुख्य व्यक्तिहरू विदेश गएपछि परिवारको संरचना बदलिन्छ। महिलाहरूले घर र बाहिर दुवै काम सम्हाल्नु पर्छ। बच्चाहरू बुबा आमाको मायाको कमी महसुस गर्छन्। यसले बालमनमा गहिरो मनोवैज्ञानिक असर पार्छ। हाम्रो भूमिका र दायित्व। अब प्रश्न उठ्छ, हामी नेपालको भविष्य युवाले यस समस्याको समाधानका लागि के गर्न सक्छौँ? पहिले हामीले आफूलाई सिपालु बनाउनु पर्छ। भाषा, प्रविधि र व्यावसायिक सिपहरू सिकेर हामी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छौँ। दोस्रो, हामीले सचेत नागरिकको रूपमा काम गर्नुपर्छ। वैदेशिक रोजगारका लागि जाँदा पूर्ण तयारी र जानकारी लिनुपर्छ। निष्कर्ष। मित्रहरू, वैदेशिक रोजगार आजको आवश्यकता हो, तर यो हाम्रो एकमात्र विकल्प हुँदैन। हामीले आफ्नो मेधा, सिप र परिश्रमको बलमा यस समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ। हामीले देशमै रहेर पनि सफलता हासिल गर्न सक्छौँ भन्ने प्रमाणित गर्नुपर्छ। आउनुहोस्, हामी सबै मिलेर एउटा यस्तो नेपालको निर्माण गरौँ जहाँ कुनै पनि युवाले मजबुरी विदेश जानु पर्दैन। यो कठिन छ, तर असम्भव छैन। हामीले यो चुनौतीलाई अवसरमा परिणत गर्न सक्छौँ। परदेशको कमाई सुन झैँ चम्के पनि